आजको हाम्रो यात्रा भनेको चाहिँ काठमाडौँदेखि खोटाङ महुरेसम्म मात्र हुनेछ। हेर्दै गर्नु होला। ल म चाहिँ गएँ। ल है साथीहरू, अब टोटोलाई ल म ल भाइ। सातो बाटो जे साथीहरू, सातो बाटो। आज अलिकति ढिलो चाहिँ ढिलै भयो है, आधी घन्टा जति ढिलो भयो। साथीहरू हामी चाहिँ ठ्याक्क कोटेश्वर चोकमा आइपुग्यौँ। कोटेश्वर चोकबाट चाहिँ यता भक्तपुरतिर लाग्ने हामी चाहिँ यो भक्तपुरमा रहेको पेट्रोल पम्प राधे राधे नजिकैको पेट्रोल पम्पमा पेट्रोल भरेर चाहिँ हामी बाटो लाग्नेछौँ। फुल हालिदिउँ ल, कति जान्छ कसले? ठ्याक्कै हामी चाहिँ राधे राधे आइपुग्यो है। तेल हालिवरी हिँड्यो। ल हामी चाहिँ भक्तपुर रोडमा छौँ र बिहानको घाम लागेको अवस्था छ। अहिले हामी चाहिँ भकुण्डै बेसी आयौँ। त्यो भट्टी रेस्टुरेन्ट होटल बसिरहेको छौँ। ठिक्क भकुण्डै बेसी गरिरहेको छौँ हामी चाहिँ है। ल अहिले खाजा खानुको लागि चाहिँ हामी बसिरहेको छौँ। हामी चाहिँ अब भकुण्डै बेसीमा खाजा खाइवरिकन हामी चाहिँ अब रोसी खोला बगर अब हिँड्न लाग्यौँ। उत्तरतर्फ अब लाग्दैछौँ। अहिले अब 8:30 चाहिँ अब रोसीबाट हामी लाग्यौँ। अब कति बजी पुगिने हो त्यो चाहिँ अब हेर्दै जाउँ। आइपुग्नु अहिले है चेकपोस्ट। ल यो चाहिँ खुरकोट पुग्न लागि हामी, यो यस्तो राम्रो दृश्य छ है बाटोहरू हेर्नलाई। यो चाहिँ मुलकोट कटिसकेपछि यहाँ तल चाहिँ रिसोर्टहरू रहेको छ। यो चाहिँ माथि के मन्दिर अरे यो? सेती देवी मन्दिर होइन, सेती देवी मन्दिर। एकदम गाह्रो भइरहेछ है। जताततै बगरै बगर धेरै हिँड्नु पर्दो रहेछ। यस्तो रमाइलो दृश्य भएको ठाउँमा हामी आइपुगेछौँ। सिन्धुली जिल्लाको खुरकोट भन्ने ठाउँ है यो। खुरकोट भन्ने ठाउँ हो यो। खुरकोट भन्ने ठाउँ है यो जिल्ला। खुरकोटको मेन बजार तपाईँलाई म देखाउनेछु। जाँदैछौँ। खुरकोटको मेन बजारहरू चाहिँ यिनीहरूकै होइन है, अलिकति पर पनि छ।
देखाउँदै लाँदैछौँ। खुरकोटको मेन बजार चाहिँ यही हो, यहाँ चेक पोस्ट हो यो खुरकोटको मेन बजार चाहिँ यही हो। देखिहाल्नु होला खुरकोटको मेन बजार चाहिँ यिनीहरू नै हुने। अब यो खुरकोट पछाडि चाहिँ हाम्रो खोटाङ जाने र पूर्वी तराई जाने बाटो छुटिन्छ यहाँ। ल साथीहरू, अब यो चाहिँ खुरकोट कटिसकेपछि सिन्धुली जाने, धरान जाने, सुनसरी जिल्लातिर पूर्व जाने यो बाटो जान्छ भने यो बाटो हामी चाहिँ खोटाङतर्फ जाने, खोटाङ मध्य पहाडी चाहिँ बाटो यो हो, मध्य पहाडी बाटो। यो चाहिँ दिक्तेल, सोलु, ओखलढुङ्गा हुँदै उता भोजपुर पनि जान्छ। यो मध्य पहाडी बाटो चाहिँ यो हो, यो यता जान्छ। र यो बाटो चाहिँ यो मैले देखाइरहेको बाटो भनेको चाहिँ यो पूर्व तराई पूर्वी तराईतिर झापा, सुनसरी त्यतापट्टि जाने बाटो हो यो। ल यस्तै दृश्यहरू तपाईँलाई म देखाउँदै जानेछु। ल हेर्दै गर्नु होला है साथीहरू। ठ्याक्क हामी चाहिँ हलेसी क्षेत्रमा आइयो है। हलेसी मन्दिर हामी एकछिन जान्छौँ। योबाट ठ्याक्क जान्छ है हलेसी। आउँछौँ जा होइन जाउँ एकछिन गरौँ। हलेसी उदो हो, उतो भयो दिदी मन्दिर यता उदो होइन त? यतामा थियो हलेसी। हलेसी जाने ठ्याक्क बाटो चाहिँ यस्तो छ है। अनि गुफा कहाँ हो त नि? गुफा त यता ल बसा गुफा यता ल मन्दिर हो त यहाँ थियो। गुफा त जानु खोजेको त म त पूजा गर्ने क्या मान्छेले। तल भन्दा नि तल मसँग माथि हलेसी गुफा यस्तो छ है साथीहरू। ल हामी चाहिँ ठ्याक्क अहिले 3:15 भयो। 3:15 बिहान 6:30 हिँडेको काठमाडौँबाट हलेसी चाहिँ 3 बजे 3:15 चाहिँ यहाँ आइपुगिएछ। र हामी चाहिँ एकछिन हलेसी मन्दिर, हलेसी गुफाको यसो दर्शन गरेर चाहिँ जाने भन्ने कुरा भयो। गुफा तल हो दाइ? तल हलेसी हजुर कता हाम्रो होइन, हामी उता काठमाडौँबाट आएको। ए उता हामी माथि आज मौरेतिर सम्म मात्रै पुग्ने भनेको यहाँ एकछिन जानु पर्यो भनेर कि। हजुर हजुर त्यहाँ माथिमा सोधेको यतै हुन्छ। यो चाहिँ गुफा, हलेसी गुफा। हलेसीको गुफा रहेछ है। मैले भनेको चाहिँ शङ्ख हो क्या यो चाहिँ। ओहो यो शङ्ख अरे साथीहरू, शङ्ख। फेरि बजाउँदा फेरि बस्दो रहेछ। तपाईँ बजाउनु नि ल, बजाउनु पछाडि
बजाउनु त्यसरी होइन हौ जान्नु पर्यो नि कहिले बजाउनु तपाईँ यसरी हात लाएर बजाउनु त उयो जस्तो हात लाएर बजाउनु यो चाहिँ शङ्खपथ छ है साथी यो ढुङ्गामा रहेको गुफा यस्तो छ है आमामामा। हामी माथिबाट आउने यही हो यता माथिबाट आउँथ्यो नि त यहाँ माथि आवाज यो के अरे उको होइन चमेराहरूको ब्याट चमेराहरूको आवाज आइरहेछ है माथि पूर्वको पशुपति भन्छ यो खोटाङ जिल्लामा रहेको हलेसी महादेव थान यो चाहिँ ठुलो गुफा जतेसुलाई पनि यस्तै सिडी बनाउनु पर्ने क्या है मैले भनेको चाहिँ अर्कै हो क्या माथि होइन 18-19 वर्षको यति ठुलो गुफा रहेछ यार यो चाहिँ मैले देखेको थिइनँ ल हेर्नुहोस् है गुफा यहाँ माथि चाहिँ ए घाम लागिरहेको छ माथि यति ठुलो गुफा छ यो हो यस्तो हेर्नु नमस्कार बिहे गरेर हामी अहिले भर्खर बिहेमा आइपुगिरहेको छौँ जन्ती सबैजना भेला भएर घर गाउँले जन्ती सबैजनासँग चाहिँ भेला भएर चाहिँ गफ्फा सफा गरिँदैछ है यहाँ चाहिँ बेहुलीको घर है जन्ती आइपुगिरहेको छौँ अहिले चाहिँ यो खरबुजाको चाहिँ धारा सबैजनालाई कतिवटा चारवटा धारा छ है यहाँ हाम्रो जन्ती ग्रुपमा है जन्ती ग्रुप छन् जन्तीमा सुन्नु सिस्टम यस्तो छ है टेबल कुर्सीमा बसेर खाना यो परको चाहिँ भान्सा गर्दैछ अहिले चाहिँ जन्ती मात्र आइरहेको छ नि है यस्तो छ है सिस्टम चाहिँ राम्रो लाग्यो सबैजनाले सिक्नु होला हेर्दै जानु होला हेरेर सिक्नु पनि होला ल आउँदैछ अरे ल हामी त सुरु गर्ने हो यो चाहिँ अब बेहुलीको घरमा है रागाको सुप हेर्नु होला यति दामी छ यति दामी मैले चाखिनु सकेँ एकदम मिठो छ है दामी छ राम्रो छ माइला पनि लाउरे पनि आएर चाहिँ अब जन्ती आउनु पाएछ संयोगवश